समस्या विषय कुरा गर्नका लागि आज हाम्रो साथमा हुनुहुन्छ फर्कबहादुर बस्नेज्यू, समाजसेवी र विश्लेषक, स्पष्ट वक्ता। सर, यहाँलाई स्वागत छ। नमस्कार। नमस्कार, धन्यवाद। आरामै हुनुहुन्छ सर? आरामै। जाडो लागेको छ है? अब जाडो लागेको छ। चट्ट ढाका टोपी लाएर बस्नु भएको छ हैन? शरम संस्कृति पार्टीमा गएपछि ढाका लाउन पनि सिक्नु भयो कि पहिलेदेखि लाउनु? हैन, पहिलेदेखि लाउँथे म। पहिलेदेखि लाउनुहुन्थ्यो? यो संस्कार छोड्नु भएको छैन? संस्कार छोडेको छैन। संस्कार छोड्नु भएको छैन, त्यही भएर शरम संस्कृति पार्टीमा लाग्नु भयो। लाग्यो हो। शरम संस्कृति पार्टीमा किन लाग्नु भयो यहाँ? हैन, किन भन्दा पनि अब यो राष्ट्रलाई आवश्यक भएको पार्टी रहेछ र अहिलेसम्म चाहिँ श्रम संस्कृति पार्टीको चाहिँ नेता जुन अध्यक्ष संयोजक उहाँको काम राष्ट्र, राष्ट्रियता, राष्ट्रिय स्वाधीनता र राष्ट्रलाई निर्माण गर्ने एउटा शक्ति उहाँमा रहेछ, क्षमता रहेछ र हाम्रो भाषामा भन्नुभन्दा हाम्रो मस्टकै अवतार आएछ। उहाँहरूको भाषामा भन्ने हो भने पाराङकै चाहिँ तपाईँ अवतार आएको देखेर मैले र अब शिवकै अवतार भएर जन्मिएको हुँदा उसलाई चाहिँ सहयोग गर्नको लागि उसँग चाहिँ लाग्यो भने देश पनि समृद्ध हुने, जनता पनि सुखी हुने र अरब पनि जानु नपर्ने र नेपालमै चाहिँ उद्योग कल कारखानाको व्यवस्था हुने र भ्रष्टाचारको अन्त्य हुने। त्यही कारणले चाहिँ त्यही हुन्छ, त्यही हुने देखेर म गएको। तपाईँ अनुभवी इन्जिनियर, प्राविधिक र सिपयुक्त जनशक्तिद्वारा निर्माण कार्य गराउन चाहनुहुन्छ? 20 वर्षदेखि आवासीय तथा व्यावसायिक, भवन, सडक, पुल जस्ता अन्य परियोजनामा सेवा प्रदान गर्दै आइरहेको हाम्रो कम्पनीले विभिन्न किसिमका कन्स्ट्रक्सनका काम गर्नुका साथै गुणस्तरीय सेवा उचित समयमा प्रदान गर्ने गरेका छौँ। तपाईहरूको सोच, इच्छा, चाहना र परिकल्पनाको आधारमा तपाईहरूको सपना वास्तविक बनाउन हाम्रो कम्पनी प्रतिबद्ध रहेको छ। स्वरोजगार कन्स्ट्रक्सन एन्ड रियल इस्टेट प्राइभेट लिमिटेड। यो हर्क साम्पाङले पार्टी खोल्न बित्तिकै भ्रष्टाचारको अन्त्य, देशमा सुशासन, देशमा रोजगारको अवसर, कल कारखाना, फ्याक्ट्री के भ्रुम सुमन्त्रतामा खुलिने हो त? हैन, तपाईको भनाइ हुन्छ हैन, समय लाग्छ, जग राख्दै जाने हो हैन। भावी पुस्ताले अझ थप्दै जाने हो हामीले हैन। उनले योजना देखाउने हो, जग राख्ने हो, भिजन देखाउने हो, श्रम गर्ने तरिका देखाउने हो, त्यसपछि अरू सबै नेपाली जनताले गर्ने हो नि त, एकजनाले गर्ने त होइन। त्यसमा हैस्टेमा हस्ते गर्ने चाहिँ हाम्रो काम हो भनेर म गएको हुँ। अरू पार्टीले गर्न सकेन, अरूले गरिरहेका छन्। हामीले यति उद्योगहरू खोल्यौँ, यतिजनालाई हामीले चाहिँ रोजगार दिइरहेका छौँ। पहिला भन्दा अहिले हामीले गरिबीबाट धेरै अहिले आर्थिक उन्नतिदेखि लिएर अहिले जनताहरूलाई समृद्धि बनाइरहेका छौँ। पहिला भन्दा अहिलेको जनताहरूको आर्थिक उन्नति धेरै सुध्रिएको छ भनिराख्नु भएको छ। होइन, भाषणमा सुधारे अघि र अब भाषणमा सुधारेपछि सबै कुरो भयो। भाषणमा सुधारे, अब घुसखोरी उनीहरूको व्यक्तिगत सुधारे, व्यक्तिगत चाहिँ सम्पत्ति कमाए, भ्रष्टाचार गरे, सुधारे र जनताको गुणस्तर चाहिँ सुध्रिएन क्या, राष्ट्र चाहिँ सुध्रियो। किनभने कि महेन्द्र सरकारले खोलेका अब उद्योग कलकारखाना सबै बन्द गरे। अब हुनेसम्म चाहिँ कोशी बेचे, गण्डक बेचे, कालापानी बेचे, सुस्ता बेचे, अब टनकपुर बेचे भने त्यहाँभन्दा विकास के गर्नु, त्यहाँभन्दा चाहिँ उद्योग प्रकारमा के गर्नु त? छैन उसो भएदेखि उनीहरूले गरेको त त्यही हो, अरू त मैले देखाएको छैन। अरू हिजो राजाको पालाको कुरा गर्दा हिजो राजाको पालामा खाना पाएका थिएनन्, लाउन पाएका थिएनन् हिजोको कुरा गर्दाखेरि। अब अहिलेको कुरा गर्ने भने पढ्न पाएका थिएनन् हिजो। अब अहिलेको सरकारले भनिराखेको छ अहिले हामी आइसकेपछि, हामीले शासन चलाउन थालिसकेपछि अहिलेको जनताहरू पढ्न पाएका छन्, सहर बजारमा बसेका छन्, मिठो मिठो खाएका छन्, राम्रो लाएका छन्, 1-1.5 लाखको मोबाइल बोकेर हिँडेका छन्। त्यो कसले गर्दाखेरि, हामीले गर्दाखेरि भनिराखेका छन्। यसो छ, अब हुन पनि होइन। सुन्नु न, समय क्रमले चाहिँ आज गरेका कुरा भोलि हुँदैन, भोलि गरेका कुरा पर्सि हुँदैन। किनभने कि समयले त नयाँ नयाँ कुराको चाहिँ खोज अनुसन्धान गर्छ, नयाँ नयाँ कुराहरूको चाहिँ माग हुन्छ, त्यो अनुसार प्रतिपादन हुँदै जान्छ नि। हिजो मेरा बाबुले भोटको नुन बोकेका थियो भने मैले कटारीको खोटाङमा हुँदाखेरि कटारीको नुन बोकेँ, मधेसमा पाहाडमा नुन लगेँ। त अहिले घरैमा नुन गयो नि, पसल गाडी घरैमा पुग्यो, घर घरमै नुन पुग्यो भनेपछि त समयको चक्र भनेको त फरक हुन्छ कि। त्यसले गर्दाखेरि चाहिँ हिजो राजामा पनि सबै राजा एउटा कुरो भएन। अब राजामा पनि पृथ्वीनारायण शाहले यो राष्ट्रलाई सूत्रवाद गरे भनेर हामी प्रशंसै गर्छौँ। त्यसपछि यो राष्ट्रलाई संयुक्त राष्ट्रमा दर्ता गरे
र धेरै देशहरूसँग चाहिँ भिख मागेर ल्याएर भने उद्योग कल कारखाना खोले महेन्द्रको चाहिँ प्रशंसै गर्छौँ नि। जसले यो मुलुकमा काम राम्रो गरौँ त्यसको हामी गर्छौँ होइन। राम्रो काम गर्ने जस्तो यो 10 वर्ष जनयुद्धमा पनि पछि पनि गणतन्त्र आयो, समावेशिता आयो, समानुपातिक आयो, अब धर्मनिरपेक्ष आयो नि, यसलाई पनि हामी स्वीकार्छौँ नि। गणतन्त्रलाई पनि हामी स्वीकार्छौँ, धर्मनिरपेक्ष संहिता आयो, त्यसलाई एउटा उपलब्धि हामी ठान्छौँ। त्यो 10 वर्ष जनयुद्धको उपलब्धि हो भनेर हामी ठान्छौँ। हिजो हो सबै राजाका पालामा नभए पनि कुनै राजाका पालामा पढ्न नपाएको पनि हो, किनभने समय कालखण्डमा विकास थिएन। विकास त आजभन्दा भोलिभन्दा पर्सि देश विदेश अन्तर्राष्ट्रको हेरेर जानेर बुझेर गरिब देशको उनीहरूले पनि सहयोग गरिदिएका कारणले हुँदै गएको। खासै गरिकन चाहिँ नेपाली जनताले नेपालमै अब गर्ने बाटो विकास गर्ने वातावरण चाहिँ नदिएकै हो, सरकारले नजानेको हो अथवा नदिएको हो। यो विकास चाहिँ खासै विकास भन्न सकिँदैन, खालि एनजिओ आइएनजिओ यताउता यस्तै उसले चाहिँ विकास गरेका छन्। सरकारले त जाने अब खालि कि मन्दिर बनाउने कि टार बनाउने कि के गर्ने, अब कहाँ चाहिँ आवश्यक छ, बाटो आवश्यकता छ कि अस्पताल आवश्यकता छ कि शिक्षाको आवश्यकता छ कि अब तपाईँको चाहिँ सडकको आवश्यकता छ कि होइन, अब विद्युतको आवश्यकता छ कि, अब त्यो चाहिँ हेरिएन क्या। त्यो अनुसारले काम गरेर चाहिँ अब विकास गर्दै जानु पर्थ्यो। त्यो अनुसार चाहिँ यो सरकारले गरेन, गरेको छैन। अब भनेपछि अब अहिलेको सरकार, अब अहिले यो जुन अब यो जेनजी मुभमेन्ट पछाडि जुन आन्दोलन पछाडि बनेको सरकारलाई तपाईँले कसरी हेर्नुभएको छ? होइन, सरकार त अब यो आन्दोलनले ल्याएको सरकार भएपछि यो त अब अन्तरिम सरकार जस्तै भयो। हजुर। र अब यसलाई त अब सबैले यो त चुनावी सरकार हो, यसले अब खासै अरू काम कुरा यही संविधानमा टेकेर त उसले गर्न मिल्दैन। किनभने संविधान मानेपछि त मिलेन नि त, संविधानभित्र बसेर गर्नुपर्ने भएकाले अब चुनावभन्दा उसको त अर्को काम त हुने मैले देखाएको छैन। चुनाव होला त उसो भए? चुनाव नगरे त अब देश त भाँडभैलो हुन्छ नि, चुनाव त गर्नै पर्यो नि। नेपाली जनताले चुनाव त खोजेकै छ नि त। चुनाव हुन सक्दैन भन्छन् त? होइन, अब हाम्रो विचारले त हुन्छ भन्छौँ, कोही अब सबैको मनमा पर्न सकिँदैन। सक्न लागेको छ हजुर विकास कोषमा। हजुर, अब अहिलेको दलहरूले पनि भनिराखेका छन् अब दलहरू अब चुनावमा जाने वातावरण भएन, वातावरण सरकारले गर्न सकेन। एमालेको कुरो गर्ने भने एमाले जहाँनिर कार्यक्रम गर्न जान्छ त्यहीँनिर लखेटिरहेको अवस्था छ, त्यहीँनिर आन्दोलन भइरहेको अवस्था छ। यो तरिकाले कसरी चुनाव होला त? अब चुनाव गराउँछु भन्छ सरकार, अब जुन पुराना दलका शीर्ष नेताहरूलाई अध्यक्षहरूलाई जस्तो व्यक्तिहरूलाई उहाँहरूलाई भ्याली छोडेर बाहिर जानको लागि उहाँहरूलाई आदेश दिएको छैन, भ्याली छोडेर नजान भनेर उहाँले आदेश गरिसकेको अवस्था छ। अब ती नेताहरू पनि त गाउँ गाउँमा गएर आफ्नो क्षेत्रमा गएर चुनाव माग्नु पर्ला, जनताहरूलाई आफ्नो पार्टीको विषयमा आफ्नो पार्टीको एजेन्डा अब चुनावीमा कसरी जाने, चुनाव पछाडि कस्तो काम गर्ने भन्ने यी कुराहरू त बताउनु पर्यो होला, जनताहरूसँग आमसभा गर्नु पर्यो होला, आफ्नो एजेन्डा बताउनु पर्यो होला। अब यसरी जनता नेताहरूलाई भ्याली छोड्न नदिने अनि फागुन 21 गते चुनाव गर्छु भन्ने यो सम्भव होला त? अनि यो त पाप कराएको नि। पहिला अब यो त यस्तै हुन्छ, तपाईँको चाहिँ पञ्चायत कालमा पञ्चायत ढलेपछि पञ्चायतले पनि चुनाव पर्चा गर्न पाएको थिएन नि त? पाएको थियो र? पाएको थिएन नि। म त त्यो भोगेर आएको मान्छे हुँ नि त, म 70 वर्ष भएको त त्यो भोगेर आएको मान्छे हुँ। भनेपछि यो पञ्चायती भन्दा पनि एकदम कडा शासन हो। पञ्चायतले गरेको निधन पुस्ताको विरुद्धमा जनता उठेर उसले चुनाव प्रचार गर्न पनि बहुदल आएपछि दल गठन गरेपछि पनि राप्रपा भएर पनि अब चुनाव प्रचार गर्न पाएको थिएन। र यो आफ्नो पूर्वजन्मको कमाई भनेको यिनीहरूले गरेको यो 30 वर्ष 32 वर्ष 35 वर्ष गरेको कामको प्रतिफलले पनि यिनीहरूलाई अलिकति बाधा पुर्याएको हो। अब यो त हेर्नुहोस्, अब नयाँ चिजले पुरानो चिजलाई त अलिकति डाउन गर्छ नै, यो त सत्य कुरा हो। किनभने अब उसले गरेका अब यसले त केही काम गर्न पाएको छैन, यसले त अब यसको त दोष देखाउने ठाउँ छैन। उसका दोष देखाउने ठाउँहरू छन् क्या। दोष देखाउने ठाउँ भएपछि त उसलाई अब विभिन्न कुराका विभिन्न आरोप प्रत्यारोप गर्ने होइन, विभिन्न चाहिँ कालखण्डमा गरेका यिनीहरूले गल्ती त्रुटि गरेका कुराहरू त त्यहाँ भाषण भूषण गर्ने, तिनीहरूलाई त तल झार्ने काम गर्ने त अब अहिले नयाँ पार्टीहरूले नयाँ चाहिँ मान्छेहरूले पुराना कुराहरूलाई त छोडेर नयाँ कुरातिर त जाने भए तिनीहरूको गल्ती त्रुटि देखाउने भयो नि। हिजो राजाको पनि हामीले नराम्रो कुरा देखाएकै हो, पञ्चायतको नराम्रो कुरा देखाएकै हो। अब माओवादी चुनावमा उता माओवादीपछि यता आएपछि चुनावमा आएपछि
कि एमाले काङ्ग्रेसका कुरा देखाएर चाहिँ माओवादीले 120 सिट ल्याएको सामान्य बहुमत ल्याएको थियो भनेपछि त अब जन्मने पार्टीले बहुमत ल्याउँछन् ती अब भाग अब अहिले त उनीहरूलाई त नलुक्नु नभाग्नु भएको छ अब त्यो कसरी अहिले हेर्नुहोस् त नेकपा एमाले के हेर्नुहोस् त जहाँ गयो त्यहाँनिर माहौल हेर्नुहोस् त लड्को कस्तो छ माहौल कस्तो छ अस्ति देख्नु भएन यहाँनिर फागुन 6 गतेको दिन देख्नु भएन यहाँनिर शक्ति प्रदर्शन गर्दाखेरि त्यो पनि अझ बागमती प्रदेशभरिको मात्रै कत्रो माहौल थियो देख्नु भयो नि होइन अब त्यो देखेर त तपाईलाई त रातभर निन्द्रा पनि लागेन लाग्नु बल्ल नयाँ पार्टीमा प्रवेश गरिराख्नु भएको छ त्यो त मान्छे के छ भने अहिले काम छैन मान्छेलाई काम छैन काम नभए गए मात्रै हुन् भोट हाल्ने दिनमा थाहा हुन्छ जुन चाहिँ 21 गते भोट हालिन्छ बिहानदेखि 7-8 बजेदेखि चाहिँ बेलुका 5 बजेसम्म त्यतिखेरमै थाहा हुन्छ अहिलेको माहौल थाहा हुँदैन अहिले त हाई हल्लो गरेर जता पनि गएका छन् अब मान्छेले चाहिँ राष्ट्र विकास गर्ने हो भने हैन समृद्ध नेपाल हुने हो भने जनताले चाहिँ अब सुखी हुने हो भने मान्छेले नयाँ चिज खोज्छ नयाँलाई भोट दिन्छ यी हाउ भाउ पहिलेको त्यो हिङ नमानी हिमालको टालो भनेर चाहिँ हिङ राखेको चाहिँ चिज भएपछि बासना परेसम्म आउँछ क्या अब त्यो आएको मात्रै हो त्यो अब तिनीहरू माहौल होइन उसो भए त्यो आउँदैन तिनीहरू आउँदैन अब त्यो अध्याय सक्यो भोलि यो आउने पार्टीहरूले पनि गलत काम गरे भने चाहिँ अब मान्छेको मनको कुरा हो मान्छेले चाहिँ विकासै खोज्छ नयाँ चिजै खोज्छ फेरि ल्याउलान् रूप फेराएर ल्याउलान् नभए यही रूपले यही रङले यता अब यिनलाई त गाह्रो छ आउन अब अहिले पार्टीहरूको धेरै तामझाम भइरहेको छ चुनाव पनि आइरहेको छ अब नयाँ दलहरू त चुनावमा जानको लागि एकदम कम्मर कसेर लागिसकेको छ अब नयाँ दलहरू चुनावमा जानु भनेको त उहाँहरूको एउटा हौसला पनि हो हैन पहिलो नयाँ दल अब पुरानो दलको कुरो गरौँ माओवादी एमाले काङ्ग्रेस अब माओवादी त अब नामै चेन्ज गरेर नेपाली कम्युनिस्ट पार्टी राखिसक्नु भएको छ उहाँ धेरै दलहरू 12-13वटा दल उहाँहरू एकीकरण भइसक्नु भएको छ अब उहाँहरू 12-13 एक दल एकीकरण गरेर कार्यक्रम गरिराख्नु भएको छ नेकपा एमालेको त देशव्यापी रूपमा अहिले कार्यक्रम भइरहेको छ उहाँहरूको त शक्ति प्रदर्शनदेखि लिएर विभिन्न अन्तर्क्रिया कार्यक्रमहरू भइरहेको छ नेपाली काङ्ग्रेस कहाँ हरायो अहिले नेपाली अब केही सुनेको छैन नेपाली काङ्ग्रेस नेपाली उखान मैले राखेँ नेपाली उखान भनाइ छ नि मर्न लागेको बत्ती पनि धिपधिप गर्छ भन्छन् त्यस्तै नेपाली काङ्ग्रेस र अरे नेकपा एमाले र माओवादीको त्यही पो हो कि कतिपयले भनिरहेका छन् यो मर्ने बेलाको धिपधिप गरेको यो बत्ती मात्रै भनिरहेका छन् अब नेपाली काङ्ग्रेस अब यही पारा हो भनेदेखि भित्र गएर उसले रणनीति बनाउँदैछ कि के गर्दैछ यसलाई चाहिँ तपाईँले कसरी हेरिराख्नु भएको छ भोलि गएर नेपाली काङ्ग्रेसको बहुमत सायदको सरकार बनाउने एउटा निर्णय जनतादेखि एउटा म्यान्डेट लिएर आउने हो कि यसलाई कसरी राख्नु भएको छ यहाँले अहिले नेपाल तपाईँ अर्कै दलको हुनुहुन्छ प्रजातान्त्रिक पार्टी हो अलि बुद्धि पुर्याएर विचार गरेर मात्रै बोल्छन् नेपाली काङ्ग्रेस जथाभावी गरेर हिँड्दैनन् उनीहरूको त्यस्तो संगठन पनि अर्को जस्तो चाहिँ संगठन पनि छैन क्या उसो भने माओवादी र एमाले गरेको यो चाहिँ जथाभावी हो त्यो यो चाहिँ तपाईँको चाहिँ मान्छेले हाउभाउ देखाएको मात्रै भोट चाहिँ छैन त्यो देखाएको मात्रै हो तर नेपाली काङ्ग्रेसले चाहिँ त्यस्तो हाउभाउ देखाउँदैन किन देखाउँदैन भने नेपाली काङ्ग्रेसको चाहिँ अहिले पनि त्यस्तो किसिमको संगठनै छैन मान्छेले यो पार्टीलाई विश्वास गरेर मात्रै भोट दिने हो नि त विश्वास गरेर जतिले भोट दिने विश्वास गरेर दिन्छन् र त्यहाँ त्यस्ता किसिमका हाउभाउ गरेर नचाहिँदो फगटिया कुरा गरेर फगटिया चाहिँ मान्छेलाई तामझाम देखाएर तडक भडक देखाएर अब त्यो त्यहाँ चाहिँ पहिला पनि गरेका थिएन अब पनि गर्छन् जस्तो मलाई लाग्दैन अब यो गत उसमा पनि उही पार्टी ठुलो भएको थियो पहिले पनि 2-3 चाहिँ बहुमत ल्याइसकेको पार्टी हो त्यो होइन अब समय कालखण्डले नयाँ अब जस्तो चाहिँ राजसभा जस्तो उदय भएको छ अब यो श्रम संस्कृति पार्टीको उदय भयो उज्यालो नेपालको पार्टी उदय भयो अब तराईमा पनि एकीकरण भएर चाहिँ चुनाव लड्ने भन्दैछन् होइन भनेपछि त माहौल कता जान्छ त्यतिखेर चुनावको माहौल त्यतिखेरको चुनावी नारा कसले चाहिँ पल्ला भारीमा माथि लान्छ नि त्यो पल्ला भारी कसको हुन्छ त्यतैतिर भोट जान्छ सबै मान्छे कार्यकर्ता छैनन् नि अब यति लाख 8 लाख कार्यकर्ता 10 लाख कार्यकर्ता 12 लाख अब 3 करोड जनसङ्ख्यामा 1.5 करोड मतदाता भएको ठाउँमा तपाईँको चाहिँ 8 लाखले त केही पनि काम गरेन नि गरेर 12 लाखले केही काम पनि गरेन नि अब 1.5 करोड मतदाता 1 करोडले त मत हाल्ला 12 लाखले त केही पनि 12% केही पनि भएन नि त्यसैले त्यस्ता कुरा चाहिँ अहिले अब हाउभाउ देखाउनेको पनि केही हुनेवाला छैन नेपाली काङ्ग्रेसले अब धैर्य धारणले गर्ने पार्टी हो त्यस्तो चाहिँ अब अर्को जस्तो उच्छृङ्खल तत्त्व गरेर उ गर्दैन पनि र अब का यी पहिलेका पुराना पार्टी भन्दा नयाँ पार्टी नै जल्ला बल्ला भएर आउँछन् अब उसो भएदेखि के भन्दिनुहोस् नेपाली काङ्ग्रेसको अबको चुनावमा कस्तो मत आउला
होइन अब समयदेखि हेर्दै राख्नुपर्छ। नेपाली काङ्ग्रेस त अब एमाले माओवादी भन्दा त माथि नै हुन्छ नि हौ त्यो त। माओवादी भन्दा माथि हुन्छ? माथि नै। माओवादी त पार्टी छैन, नेपाल कम्युनिस्ट पार्टी हुन्छ। किनभने पहिला माओवादी 120 सिट ल्याएको थियो, जुन चाहिँ उसको गर्ने तरिका भएन, त्यसदेखि खसेर तल पुगिहाल्यो। त्यसपछि किनभनेदेखि त्यो 32 पनि त्यो समानुपात नभए आउँथेन। तपाईँको चाहिने किन भयो भन्दाखेरि जनमुक्ति सेनालाई जबरजस्ती चाहिने बाबुराम भट्टराईले चाहिँ उ गरे क्या। अब पैसा चाहिँ पार्टीमा लाने भनेर 5 लाख रुपियाँमा यति चाहिँ अब त्यसलाई निकासन गरियो। थोरै मात्रै 1300 मात्रै सेनामा चाहिँ लगियो भनेपछि त त्यहाँदेखि त्यो त अब खचिएर गइगयो नि। त्यो नगर्ने काम गरेपछि परिणाम नराम्रो आयो। किन मान्छेले त जाई खाएर पेन्सन पकाउँथ्यो, त्यो अवस्था भएन नि त। समानता सरकार चलाएकाले त त्यो हेर्नु पर्थ्यो नि त। अब त्यहाँ चाहिँ अर्काले चाहिँ अर्काको लैलैलमा लागेर त्यो जनमुक्ति सेनालाई विघटन गरेपछि अब भोटाले मान्छे एकदमै अरब गइगयो, त्यसको भोट कसले दिन्छ त? सबै खतम भयो नि। त्यहाँदेखि त्यो आएन, अब पनि आउनेवाला छैन। जे नेपाली भने पनि, जे पार्टी भने पनि, नेपाली पार्टी भने पनि, नेपाली कम्युनिस्ट भने जे भए पनि आउनेवाला छैन भनेपछि तपाईँ बिरालोलाई रङ फेरेर बाघ चाहिँ कहिले हुँदैन। त्यो काङ्ग्रेस भने चाहिँ रूप रङ पनि फेर्दैन। त्यो त समुद्र बगिरहने पार्टी हो क्या त्यो। तपाईँ श्रम संस्कृति पार्टी नयाँ पार्टीमा भर्खर तपाईँ प्रवेश गर्नुभएको छ भनेपछि पुरानो दलको पुरानो पार्टीको अझैसम्म तपाईँमा त्यो धङधङ गएको छैन है? होइन, म त काङ्ग्रेस कहिले पनि होइन नि। फेरि काङ्ग्रेस म कहिले पनि होइन। तपाईँको चाहिने बरु मैले माओवादी नै हो, म माओवादीमै पहिला थिएँ। त्यसपछि मैले सङ्घीय लोकतान्त्रिक पार्टीमा गएँ म, होइन। त्यता पनि गति लिन सकेन। अब अहिले नेताको कारणले, मतलब हर्का सम्भवको कारणले म चाहिँ उसको विद्वता, उसको क्षमता, उसको कार्यशैली, उसको गतिविधि सबै कुरो निहालेर बुझेर मात्रै गएको। मैले मात्रै होइन, नेपाली जनताले बुझेको छ कि नेपाली जनताले अब यस्तो नेता चाहिन्छ भन्ने कुरो बुझे, सबैले बुझेका छन्। र तपाईँको चाहिने नेपालमा बहुमतको पार्टी आउँछ भनेर गएको म त। भनेपछि तपाईँ त अवसरवादी हुनुहुँदो रहेछ होइन? सबै चार्दै हिँड्ने होइन? अवसरवादी त को अवसरवादी छैन नेपालमा भन्नुहोस् न? सबै चार्दै हिँड्ने। सुन्नु न, देउपानी पार्टी फुटाएर फेरि आएकै हुन्। एमाले पनि एउटै हुन्छ नि त होइन? त्यो एउटै भए पनि जानु आउनु फुट्नु फेरि मिल्नु भने त उता भन्ने कुरो त। तपाईँ जुन पार्टी नयाँ त्यसमा गइहाल्नु अवसरवादी कुरो होइन। जुन पार्टी गइहाल्नु जसले काम गर्ने त्यसमा जाने हो। कुरा बुझ्नुभयो त? भिजन हेरेर काम गर्छ कि गर्दैन भर्खर त गर्न सुरु भयो, काम देखेर गएको। त्यस कारणले जस्तो अब म त निस्किएर बसेको थिएँ, माओवादीबाट त निस्किएर भएर बसेको थिएँ नि त। अनि यो लोकतान्त्रिक पार्टीले केही गर्छ भन्ने भएपछि म त्यहाँ समर्थन गरेँ। गर्छ भन्ने भयो कि केही दिन्छ भन्ने भयो? होइन, दिन्छको कुरो मलाई केही आवश्यकता छैन, किन दिनु पर्यो होइन? मलाई पदको लोभ पनि छैन, केही पनि छैन, त्यस्तो उ नै छैन। मात्रै यो राष्ट्रको विकास हुनु पर्यो, युवाले खाडी जानु नपर्ने होस् भन्न खातिरमा। जस्तो तपाईँको चाहिँ अब नेता जति आलिसान गाडीमा अनि युवा जति खाडीमा। अब अहिले त आलिसान गाडी पनि जलाइदिए नि मान्छेले त, जलाएन? जलाएर खाली हिँड्नु पर्यो कि बसमा हिँड्नु पर्यो कि धनी मान्छेले किनेर चढ्छ, नभए त बसकै आएन कुरो त आएन। समय भनेको त बलवान हुन्छ, त्यतिखेर कसले के ल्याउँछ? तपाईँको चाहिँ हिजो तपाईँले गाउँमा यसो दौरा सोरा लगाएको मान्छे अहिले सर्ट प्यान्ट त्यो ज्याकेट लाउने हुनु हो भने यो समयले त के फेर्छ, के बनाउँछ। रेडियो सुन्न म तिङगाउँ पर जान्थेँ पहिले, तपाईँको चाहिँ 21-22 सालमा भनेपछि आजभन्दा 21-22 साल 60 वर्ष अगाडि भनेपछि त तपाईँको चाहिँ आज त नै रेडियो नसुन्ने भयो, सबै मोबाइलमा आयो भनेपछि समयले यो पार्टी त्यो पार्टी यो त्यो भन्ने कुरा होइन। समयको माग के हो, समयले माग के गरेको छ र अहिले जनताले खोजेको के हो होइन, राष्ट्रले खोजेको के हो र जनताले चाहेको के हो, त्योतिर चाहिँ जाने हो नि। अब उसो भएदेखि तपाईँ अब श्रम संस्कृति पार्टीले टिकट दियो भने तपाईँ चुनाव लड्नुहुन्छ, उठ्नुहुन्छ? अब चुनाव त स्वतन्त्रबाट अस्ति पनि उठेको नि होइन? अब यही 4 नम्बर क्षेत्रबाट अब प्रतिनिधि सभाको सदस्यमा 4 नम्बर क्षेत्रबाट म उठेको त, अस्ति पनि उठेको नि। अब भने कुरै भएन नि। भनेपछि टिकट तपाईँ लिनुहुन्छ होइन? अब उठ्नुहुन्छ उसो भए? होइन, त्यस्तो गरेर म मर्यादै गर्ने छैन। किनभने नयाँ युवा पायो भने हामी त अब 70 वर्ष लागिसके मान्छे, अब त्यस्तो उ छैन। तर तपाईँको चाहिँ अरू मान्छे भएन भने उठ्नु त पार्टीमा गएपछि त पार्टीको निर्देशन त मान्नुपर्छ होइन?
पार्टीको निर्देशनअनुसार गर्नुपर्छ। होइन भने चाहिँ युवा केटाहरूलाई अबको समय भनेको युवाको समय हो नि। चुनावमा उठ्नु भयो भने तपाईँसँग मासु भात खुवाउने रक्सी खुवाउने पैसा छ होइन? अब त्यसरी खुवाएर फेरि पैसा कमाउने हाम्रो होइन नि लक्ष्य। त्यो नगर्दा चुनावै जितिँदैन भन्छ। अब हारे पनि मलाई दुःख मरु भयो नि त, मैले मासु भात पनि खुवाइन के भने जब 10,000 मासु भात खुवाउनु भयो नि, त्यही भएर हार्नु भयो। होइन 10,000 होइन 10,000 रुपियाँ धौडी राखेको हो। अनि खेर चाहिँ 1 लाखको चाहिँ त्यो पम्पलेट मैले छपाएको थिएँ, त्यही बाँडे। त्यति 10,000 धौडी जफत भयो। जफत भयो नि। ए भनेपछि जफत हुने गरी लड्नु भयो। जफतै भयो त। अब त्यही त भन्नु पर्यो नि। अब के भन्ने, पत्याएनन् भन्नु पर्यो होइन? भोट नआयो त पत्याएन भन्नु पर्यो। किन नपत्याएका त उसो भएदेखि? होइन अब तपाईँ यति मिठी मिठी कुरा गर्नुहुन्छ, अरूसँग त जनतालाई बुझाउन सक्नु भएन कि? सत्ता चलाएका थिए, पैसा थियो, दल बल धन साम दाम दण्ड भेट सारा कुरा थियो। मसँग त केही थिएन, एक्लो थिएँ, स्वतन्त्र थियो। अब मसँग त्यो के अरे हर्कबा साम्बाङ जस्तो अब यता चाहिँ मालिन जस्तो भिजन पनि थिएन, मसँग त्यस्तो शक्ति पनि थिएन। अनि मैले हारेँ। त्यसलाई स्वीकार्नु अलिकता पाएको पनि थिएँ, उनीहरू भर्खरका युवा पनि थिए। अनि त्यसले गर्दा मैले हारेँ, मलाई दुःख मर्नु पनि भएन। उसो भएदेखि अब हर्क साम्बाङको पार्टीले चाहिँ अब फागुन 21 गते चुनाव भयो भने कति मत लिएला? होइन बहुमतको कति मत बहुमत ल्याउँछ नि। हर्क साम्बाङ कालीको कुरा छ, तपाईँ फेरि कुरो छ। तपाईँ फेरि दुई धारे कुरा गर्नुहुन्छ। अब अहिले भन्नुहुन्छ तपाईँ नेपाली कांग्रेस भन्नुहुन्छ, हर्क साम्बाङले बहुमत ल्याउने। अब नेपाली बहुमतको कुरा गरेको छु र? अरू पार्टी भन्दा त्यो पहिलेका पुराना पार्टी भन्दा ठुलो हुन्छ भने अहिलेको नयाँ पार्टीको दाँजो गरेको छ र मैले खैको तपाईँले कुरो भन्दा नयाँ पार्टीसँग दाँजो गरेको थिएँ। पुराना पार्टीमा चाहिँ ठुलो हुन्छ भने मैले पुराना पार्टीमा चाहिँ ठुलो हुन्छ। तर नयाँ पार्टीसँग नयाँ अब बुढो मान्छे चाहिँ अहिलेका 16 वर्ष केटासँग म लडाइँ गर्न सक्छु त? लडिरहेका छन् त, लडिरहेका छन्। त्यो मुखले मात्रै भन्नु अर्कै कुरो छ, मुख चौटो चलाउनु अर्कै कुरो छ। अब शक्ति र सामर्थ्य त हुँदैन नि। त्यसले गर्दाखेरि चाहिँ अबका युगका अब नयाँ जवानीले नयाँ पार्टीले नल्याएर अति पुराना पार्टीमा त ठुलो उयो हुन्छ, त्यो त कुनै छैन। नयाँ पार्टीमा त बहुमत ल्याउँछ नि त। हर्क साम्बाङले बहुमत ल्याउने भए त हामी गएका, नभए किन जाने? बहुमत ल्याएर जानुहुन्थ्यो नि तपाईँ? नकिन जाने, बहुमत ल्याएर भने किन जानी बहुमत ल्याउन आउँछ भएदेखि फागुन 21 गते हर्क साम्बाङको श्रम संस्कृति पार्टीलाई बहुमत ल्याएर सरकारमा पठाउनको लागि तपाईँहरू कसरी गरिराख्नु भएको? गरिरहेको छु, हामी त गरिरहेको छौँ। तपाईँको क्षेत्रमा कति? 4 काठमाडौँ? यो काठमाडौँ 4 नम्बर क्षेत्र। 4 नम्बर क्षेत्रमा कस्तो छ हर्क साम्बाङको श्रम संस्कृतिको पार्टी? अहिले तपाईँको चाहिँ 500 चाहिँ रसिद उयो मलाई पनि देऊ मलाई पनि देऊ भनिरहेको छन् मान्छेले। 500 रसिद लानुभएको सक्यो सबै। हाम्रो क्षेत्रमा त तपाईँ के बाहुन, के चाहिँ छेत्री, के नेवार, के लिम्बू, के यो तामाङ सबै लिइरहेको छ नि त। यो त चाहिँ सबैको नेपाली पार्टी हो, माटाको पार्टी हो, भूमिको पार्टी हो। त्यसले गर्दाखेरि यहाँ कुनै जात व्यवस्था छैन, कुनै बडा व्यवस्था छैन, कहीँ छाइछुटो छैन, कहीँ केही छैन। सर्वहारा सबैको साझा पार्टी, सबै मिलेर देश बनाउने भन्ने पार्टी हो। त्यसले गर्दाखेरि यो पार्टी भनेको चाहिँ नेपाली पार्टी हो, नेपालको पार्टी, नेपाली पार्टी, जनताको पार्टी भनेर श्रम नगर त केही पनि हुँदैन। भिजन मात्रै भएर त भएन नि। यो यहाँ ढुङ्गा यहाँ राख्ने भने त बल छैन भने त त्यहाँ त श्रम नगर ढुङ्गा त आएन। ढुङ्गा यहाँ थुप्रिराखेका छ, यसलाई यो ढुङ्गा त्यसरी मिलाउँछु त्यसरी मिलाउँछु यस्तो गर्छु भनेर भयो नि। त्यसले त हातै लाउनु पर्यो, हातै लाउनु पर्यो नि। हातै लाउने मान्छे चाहियो। त्यो पार्टी हो। त्यसले गर्दाखेरि चाहिँ जनताले रोजेको यो पार्टी अनि नेपालले पनि खोजेको पार्टी यही श्रम संस्कृति पार्टी हो। र यो भन्दा अरू नेपाली जनताले अहिले विकल्प सोध्दैनन् पनि र सोचेका पनि छैनन्। भोट आउँछ, बहुमत हुन्छ। अब जनताले सबैले यहाँ चाहिँ सबै चाहिँ उपभोग गर्न पाउँछन्। घुसखोरीको अन्त्य हुन्छ, सुशासन कायम हुन्छ। अब तेरो मेरो भनेर चाहिँ मान्छेले चाहिँ यो मेरो भन्दै भन्न जानु पर्दैन। कानुनले निश्चित गरेको जे छ त्यही गर्ने हो नि। जस्तो अब अहिले तपाईँको कानुनले संविधानले निर्देश गरेको कुरा पनि काम हुँदैन यहाँ। अब जो सरकारमा छ उसको मान्छे चाहिँ अब त्यो खोइ अहिलेसम्म चाहिँ तपाईँको चाहिँ त्यो महाकालीमा चाहिँ मर्ने के अरे त्यो केटी, त्यसको अहिलेसम्म चाहिँ त्यो परिवार मरिन् नि, तिनको अहिलेसम्म खोजतलास भएन। कति कुराहरू यहाँ त्यसै निर्मला के भन्छ नि, तिनको अहिले खोजतलास भएन। त्यस्तो यो चाहिँ सरकारमा बस्ने मान्छे लोभी पापी भएका कारणले यो तपाईँको चाहिँ कानुनी राज्य नभएको
कानुनी राज्य हुन लोभीपापी छोड्नु पर्यो, लोकपाप छोड्नु पर्यो र कानुनमा चाहिँ मतलब चाहिँ संविधान अनुसारको कानुन बनाएर परिचालन गर्यो भने त्यो अपराधै हुँदैन नि, अपराधै मान्छे गर्दैन नि। भोलि चाहिँ आजीवन जेल बस्नुपर्छ भने त यहाँ त आफ्नो मान्छे पऱ्यो भने 5 वर्ष पनि जेलमा मान्छे बस्नु पर्दैन, त्यस्तो भएर नै बिग्रिया हो। हुन्छ सर, अब अन्तिममा जाँदै दर्शकहरूलाई के भन्नुहुन्छ? ल म चाहिँ सबै नेपाली जनताहरूलाई अहिले चाहिँ श्रम संस्कृति पार्टीमा बहुमत दिन यहाँहरू सबैलाई चाहिँ म अनुरोध पनि गर्न चाहन्छु, किनभने यो नेपाली पार्टी हो, नेपाललाई विकास गर्ने पार्टी हो, श्रम संस्कृति पार्टी हो। अब यो पार्टीले 5 वर्षभित्र एउटा पूर्वाधार तयार गरेर नेपालमा चाहिने तपाईँको युवाहरूलाई काम रोजगारीको व्यवस्था गर्नेछ भन्ने मलाई चाहिँ पूर्ण विश्वास छ। यही विश्वासलाई अब नेपाली जनताले पूर्ण रूपले परिपालन गरेर अब आउने फागुनको 21 गतेको चाहिँ चुनावमा चाहिँ माटोको ढिस्कोमा भोट हालिदिनु हुन भन्ने अनुरोध गर्दै नमस्कार गरेर बिदा भएँ। हस्, धन्यवाद।